नमस्ते, म डाक्टर सचिता बानिया, क्लिनिकल हेमाटोलोजिस्ट, रगत रोगको विशेषज्ञ। र आज चाहिँ म तपाईहरुलाई रगत रोगको विशेषज्ञ कुन अवस्थामा भेट्ने, कस्तो अवस्थामा चाहिँ रगत रोगको विशेषज्ञको परामर्श लिनुपर्छ भन्ने कुरामा चाहिँ जानकारी दिन गइरहेको छु। सो यदि तपाईको चाहिँ एकदमै लामो समयदेखि थकान महसुस हुने, कुनै सामान्य हिँडडुल गर्दा, सामान्य क्रियाकलापहरू गर्दा एकदमै सास फुलेर आउने, चक्कर आउने र कान बज्ने जस्तो समस्या छ भने चाहिँ यो चाहिँ रातो रगतको कमी भएको हुन सक्छ। यसमा एनेमिक सिम्पटम्स हुन सक्छ। यस्तो अवस्थामा तपाईले हेमाटोलोजिस्टको परामर्श लिनुपर्छ। र अर्को भनेको चाहिँ एकदमै बारम्बार इन्फेक्सन भइराख्ने, यो तपाईको गिर्खाहरू, यो घाँटीको गिर्खाहरू, काखीमुनिको ग्रन्थीहरू सुन्नेको छ भने र राति सुत्ने बेलामा एकदमै धेरै नित्रुकै भिज्ने गरी पसिना आउँछ भने चाहिँ यसमा चाहिँ तपाईको सेतो रगतमा केही समस्या भएको हो कि भन्ने शंका हुन्छ। यस्तो अवस्थामा पनि तपाईहरुले रगत रोग विशेषज्ञसँग परामर्श लिनुपर्छ। अर्को भनेको ब्लिडिङ सिम्पटम्स। तपाईको कुनै पनि ठाउँबाट धेरै रक्तस्राव हुन्छ, जस्तै गिजाबाट रगत बग्ने र महिनावारी हुने महिलाहरूलाई चाहिँ एकदमै धेरै रगत बग्ने, त्यस्तो समस्या हो भने चाहिँ प्लेटलेटमा केही समस्या छ कि भन्ने त्यहाँबाट जानकारी हुन्छ। अथवा कुनै ब्लिडिङ डिजअर्डरको पनि प्रब्लम हुनसक्छ। र अर्को भनेको चाहिँ क्लटिङ डिजअर्डर्स। तपाईको रगत बग्ने नलीमा चाहिँ रगत जम्ने समस्या, यस्तो भयो भने पनि तपाईहरुले चाहिँ नि हेमाटोलोजिस्टको सल्लाह लिनुपर्छ। र अर्को भनेको चाहिँ जन्मजातै केही रगतको रोगहरू हुन्छ, जस्तै सिकल सेल, थ्यालेसेमिया, हेमोफिलिया हुन्छ, इम्युनो डेफिसियन्सी सिन्ड्रोम्सहरू हुन्छ। यो सबै रोगहरूको लागि पनि तपाईहरुले हेमाटोलोजिस्टसँग सल्लाह लिनुपर्छ। र हामीले गर्ने भनेको एउटा सामान्य सीबीसी एउटा गर्छौँ। त्यो टेस्टबाट नै धेरै आइडिया हुन्छ हैन। तपाईको हेमोग्लोबिन कि त अत्याधिक रूपमा बढी छ अथवा धेरै नै कम छ, प्लेटलेट भयो, प्लेटलेट एकदमै हाई हुने या फिर एकदमै कम हुने, र टोटल काउन्ट डब्ल्युबीसी काउन्ट चाहिँ कि त धेरै नै हाई अथवा लो छ भने चाहिँ यो सबै तपाईको एब्नर्मलिटिज देख्यो भने चाहिँ तपाईहरुले हेमाटोलोजिस्ट रगत रोग विशेषज्ञसँग परामर्श लिनुपर्छ। र किन छिटो लिनुपर्छ भन्दाखेरि तपाईको जटिलभन्दा जटिल रोग जस्तै हाम्रो रगतको क्यान्सर भयो, माइलोडिस्प्लास्टिक सिन्ड्रोम, एक्युट ल्युकेमिया, मल्टिपल माइलोमा, यो छिटो हामीले पत्ता लगाउन सक्छौँ। र जति छिटो रोग पत्ता लाग्न सक्यो हामीले त्यही अनुसार तपाईको उपचार सुरु गर्छौँ। र जति छिटो उपचार गऱ्यो त्यसको आउटकम पनि त्यही अनुसार बेटर हुन्छ। त्यही भएर चाहिँ हेमाटोलोजिस्टलाई चाहिँ देखाउन जरुरी छ। र यदि तपाईहरुको पनि यस्तो केही समस्या मैले माथि अघि भनेको जस्तै केही प्रब्लम्सहरू छ, ब्लड टेस्टमा केही एब्नर्मलिटिज छ भने चाहिँ तपाईहरुले अवश्य पनि हेमाटोलोजिस्टसँग परामर्श लिनु होला। धन्यवाद।